तपाईहरुको केही प्रश्न हुन्छ भने बिचमा सोध्नु होला हैन पछि एक्जाम हुन्छ एक्जाममा मलाई तपाईहरुको आन्सर म चेक गर्छु त्यसमा सबैजना पास हुनुपर्छ भोलि एक्जाम हुन्छ बुझ्नुभयो र तपाईहरुले पनि प्रेजेन्ट गर्नुपर्छ उहाँले फरेस्ट स्टुडेन्ट भन्नुभएको त्यही भएर स्टुडेन्ट लिएर ल हाम्रो टपिक आज के कुमा छ तपाईहरुले अलि हेर्न सक्नुहुन्छ तपाईहरुले एजुम गर्नुहोस् त केमा टपिक हुन्छ होला हाम्रो सोचिरहेको के गरिरहेछ एउटा सुन्दर युवतीले भविष्यको कल्पना गरिरहेको क्रिएटिभिटी भयो प्लान गरिदिनु कि बेन्चमा बसेर यसो गालामा हात राखेर अगाडि के गरे के सोचिरहेको हैन यसको हाम्रो टपिक के होला आजको बिजनेस प्लान प्लानिङ होला तर के हुन्छ थाहा छैन प्लानिङ त प्लानिङ केही सोचिरहेको यसको क्लासमा बिजनेस प्लान हेर्दाखेरि पैसा कमाउने छ हाम्रो टपिक आज के छ भन्दाखेरि बिजनेस प्लान बिजनेसकै बारेमा जे सोचिराख्नु भएको थियो केही न केही प्लान गरिराख्नु भएको थियो त्यसको लागि हाम्रो टपिक लिङ्केज कहाँ छ बिजनेस प्लानको बारेमा हामी आज छलफल गर्न गइरहेको छौँ हैन र बिजनेस प्लान भनेको कसैले आजसम्म पढ्नु भएको छ कुनै बुकमा कतै केही थाहा छ आइडिया छ पढेको छैन अब बिजनेस गर्नु पर्यो के गर्नु पर्यो कसरी गर्नु पर्यो स्रोत साधनको व्यवस्थापन गर्ने यी सब कुराहरूलाई कसरी प्लानिङ गर्ने बिजनेस प्लान ठीक छ ल बिजनेस भनेको के हो त्यो भन्नुस् त पहिला व्यापार खरिद बिक्री गर्ने नाफाको लागि गरिने नाफाको लागि गरिने प्लान भनेको के हो त्यो पनि भन्नुस् योजना गोललाई कसरी अचिभ गर्ने त्यसको योजना बनाउनु थिङ्क बिफोर डुइङ हैन केही गर्नुभन्दा अगाडि सोच्नुलाई नै प्लान भनिन्छ हैन प्लानिङ भनिन्छ हो हाम्रो टपिक आएको छ बिजनेस प्लानको बारेमा हैन अब बिजनेस प्लान भनेको के हो भन्दाखेरि कुनै व्यवसाय सुरु गर्नु कुनै व्यवसाय हामीले सुरु गर्न गइरहेछौँ भने हैन व्यवसाय सुरु गर्न हैन त्यसलाई सञ्चालन गर्न हैन व्यवसायलाई विकास गर्नको लागि हैन हामीले व्यवसायलाई विकास गर्नको लागि पनि हामीलाई के चाहियो प्लान चाहियो हैन हामीले के को बारेमा बिजनेस गर्ने हैन कुन बिजनेस गर्ने मार्केट छ कि छैन डिमान्ड छ कि छैन हैन त्यसको सबैको बारेमा हामीले बिजनेसलाई व्यवसायलाई सुरु गर्न सञ्चालन गर्न हैन विकास तयार गर्न यिनीहरूको विस्तृत रूपमा जुन लिखित दस्तावेज हुन्छ हैन लिखित दस्तावेज जसमा के हुन्छ भन्दाखेरि उद्देश्य हुन्छ हैन पुँजी हुन्छ बजार अवस्था हुन्छ हैन केही उद्देश्य पनि रहेको हुन्छ बिजनेस प्लानमा हैन अर्को पुँजी हुन्छ पुँजीको बारेमा के रे पुँजीको बारेमा यहाँ प्रस्तुत गर्नुपर्ने हुन्छ जस्तै बजारको अवस्था के छ माग के छ हैन कुनै बिजनेस हामी गर्न गइरहेछौँ भने त्यसको अवस्था कस्तो छ बजारमा हैन चल्छ कि चल्दैन कतिको मात्रामा चल्छ त्यस्तै त्यसमा सम्भावित नाफा नोक्सान कतिको छ अब यो हामीले कुनै बिजनेस गर्छौँ भने त्यसको मार्केटमा गयो भने नाफा हुन्छ कि नोक्सान हुन्छ हैन नाफा हुन्छ कि नोक्सान हुन्छ त्यसको सबै रणनीति उल्लेख गरिएको हुन्छ जसले हामीले बिजनेस प्लान भन्छौँ बुझ्नुभयो यो एउटा दस्तावेज हो जसमा हामीले व्यवसायको सुरु गर्न सञ्चालन गर्न तयार गर्न विस्तृत दस्तावेजमा उद्देश्य पुँजी बजार अवस्था सम्भावित नफा नोक्सान सबैको रणनीति त्यसमा उल्लेख गरेको हुन्छ जसलाई हामीले बिजनेस प्लान भनेर भन्छौँ बुझ्नुभयो अब के छ व्यवसाय योजनाको आवश्यकता हैन अब व्यवसाय योजनाको आवश्यकता अब व्यवसाय योजना किन चाहिन्छ व्यवसाय योजना किन चाहिन्छ त सर म भनौँ अगाडि एट्र्याक्सन भइदिनुस् व्यवसाय योजनाको आवश्यकता किन छ पहिला सरले एउटा कुलसर उहाँ सरले प्रेजेन्टेसन दिएको क्यासिनोमा गएर जुवा खेल्नु भनेको के हुन्छ तपाईँ जित्न नि सक्नुहुन्छ हार्न पनि सक्नुहुन्छ तर त्यो हार र जितलाई आफू चाहिँ अलवेज जितिराख्नु अवस्थामा जान्नको लागि नै यो योजना चाहिँ गरिन्छ एकदम राइटमा गर्नुभयो
थ्याङ्क यू। व्यवसाय योजना स्पष्ट दिशा निर्धारण गर्नु। हामीले कुन दिशामा जान्छौँ त्यो दिशा निर्धारण गर्नको लागि स्पष्ट दिशा निर्धारण। अब बिजनेस प्लान त धेरै हुन्छ, अब के को बिजनेस गर्ने होइन, कुन दिशामा बिजनेस गर्ने, कुनै एउटा निश्चित योजना लिनुपर्छ, बिजनेस लिनुपर्छ, त्यसलाई निश्चित दिशा निर्धारण गर्छ। त्यस्तै छ अर्को पुँजी व्यवस्थापन गर्नको लागि होइन, पुँजी व्यवस्थापन गर्नको लागि अब क्यापिटल जुन पैसा हुन्छ त्यसलाई व्यवस्थापन गर्नको लागि अब प्लान गऱ्यौँ भने ल ल्यान्डमा कति खर्च गर्ने, अर्को सामानमा कति खर्च गर्ने होइन, प्रचार प्रसारमा कति खर्च गर्ने हो, त्यो पुँजी व्यवस्थापन गर्नको लागि पनि योजना चाहिन्छ। त्यस्तै जोखिम कम गर्नको लागि होइन, जोखिम कम गर्नको लागि पनि के चाहिन्छ, योजनाको आवश्यकता हुन्छ होइन। अब जोखिम कम गर्नको लागि जस्तै इन्सुरेन्स गराउनु पर्यो होइन, अन्य फन्डहरूबाट त्यसलाई ल्याउनु पर्यो, पैसाहरू आयोजन गर्नु पर्यो होइन, त्यसलाई पनि योजनाको आवश्यकता हुन्छ। त्यस्तै अर्को छ बैंक तथा लगानीबाट होइन, लगानीकर्ताबाट ऋण लिनको लागि बैंकबाट लगानीकर्ता जुन छ अब पार्टनरसिपमा छ भने 2-4 जना पार्टनरसिपबाट पैसा लिनको लागि वा त बैंकबाट ऋण लिनको लागि पनि हामीले बिजनेस प्लान त्यहाँ देखाउनु पर्ने हुन्छ, त्यसको लागि पनि आवश्यकता हुन्छ। त्यस्तै अर्को छ नाफा नोक्सान अनुमान गर्नको लागि हामीले बिजनेस प्लान गर्छौँ अनि लास्टमा हामीले यसबाट कति नाफा भयो, कति नोक्सान भयो होइन, अब कति उधारोमा गयो, कति नगदी आम्दानी भयो, सबैको यहाँबाट हामीले डाटा राख्न सक्छौँ, लिन सक्छौँ। त्यही भएर बिजनेस प्लान चाहिँ आवश्यकता छ। बुझ्नुभयो?